नमस्कार। सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा कक्षा 12 मा अध्ययन गर्नुहुने सम्पूर्ण विद्यार्थीहरूमा आज हामी एनइबी 2082 मा सोध्न सक्ने प्रोबेबल क्वेशनको नमुना सेट 2 को उत्तर पुस्तिका लिएर तपाईहरु समक्ष उपस्थित भएका छौं। यसको पार्ट 1 हामीले लिएर आएका छौं र यो भन्दा अहिलो पाली हामीले नमुना सेट 1 को पनि यस्तै उत्तर पुस्तिका बनाएका छौं। तपाईहरुले हेर्नु पनि भएको होला। आउनुस् आजको भिडियोलाई प्रस्तुति सुरु गरौं। 2025-2082 मा अब आउन लागिसक्यो बोर्ड एक्जाम। सम्भवतः वैशाखतिर एक्जाम छ। त्यही भएर तपाईहरु धुरन्धर तयारी गर्न थाल्नुहोस् किनभने विषय अलिकति गम्भीर छ। त्यसकारणले तपाईहरु तयारीमा जुट्नु होला भन्ने पनि मेरो इच्छा प्रकट गर्न चाहन्छु। अलिकति विषयवस्तु गम्भीरता बुझ्न आवश्यक हुन्छ। साधारण धारतर्फको विद्यार्थीका लागि भनेर सोधिएको छ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा नमुना प्रश्नपत्र सेट 2। सेट 1 को उत्तर हामीले राखिसकेका छौं। विद्यार्थीहरूले सकेसम्म आफ्नै शब्दमा उत्तर दिनुपर्नेछ। दायाँ किनारमा दिएको अङ्कले पूर्णाङ्क जनाउँछ। समय 3 घण्टा, पूर्णाङ्क 75, समूह क अन्तर्गत सबै प्रश्नको उत्तर दिनुहोस् भनिएको छ है। अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू भनेर भनेको छ। एकदम सर्टमा लेख्ने खालको यो चाहिँ 11 वटा आउँछ। 1 मार्क्स क्यारी ओभर गर्छ है त। 1 नम्बरको प्रश्न रहेको छ, हेर्नु होला। जीवनोपयोगी शिक्षा भनेको के हो भनेर सोधेको छ। यो चाहिँ ज्ञानसँग सम्बन्धित आउँछ 1 नम्बरको प्रश्न। यो पनि बुझ्नु होला। उत्तर छ व्यक्तिले आफ्नो दैनिक जीवनमा प्रयोग गर्न सक्ने व्यावहारिक सिप, ज्ञान र सोचाइ विकास गराउन अभिप्रेरित शिक्षा जीवनोपयोगी शिक्षा हो भनेर हामीले लेख्न सक्छौं। 2 नम्बरको प्रश्न अब हेरौं। यहाँनेरि तपाईले कुनै विषयमा अनुसन्धान गर्दा साहित्यिक पुनरावलोकनलाई उद्धरण गर्न अपनाउने कुनै 2 विधिहरू लेख्नुहोस् भनेर भनिएको छ। उत्तरमा मैले यहाँ लेख्छु मैले कुनै विषयमा अनुसन्धान गर्दा साहित्यिक पुनरावलोकनलाई उद्धरण गर्न अपनाउने कुनै 2 विधिहरू एमएलए यो एमएलए र विधि र एपीए विधि हुन्। 2टा विधि छन्। यो हाम्रो साइटेसनको मेथडमा पर्ने 2टा विधि हुन् भनेर लेख्न सकिन्छ। तेस्रो नम्बरको प्रश्न छ अरु पनि छन् त्यो विधिहरुमा, जस्तै सिकागो विधिहरु के छन् के तपाईले हेर्न सक्नुहुन्छ। तेस्रो नम्बरको प्रश्न छ धनात्मक सहसम्बन्धको कुनै एउटा उदाहरण दिनुहोस्। अब एक उदाहरण दिनुहोस् भनेको छ। उत्तर छ विद्यार्थीले अध्ययन राम्रो गरी परीक्षामा दिएमा परीक्षाको नतिजा राम्रो आउनु धनात्मक सहसम्बन्ध हो भनेको पोजिटिभ रिजल्ट आउने खालको कन्टेक्स्टमा चाहिँ यो हुन सक्छ। सकारात्मक सहसम्बन्ध पनि भनिन्छ यसलाई। चौथो नम्बरको प्रश्न छ आत्मजागरुकता भनेको के हो। उत्तर आत्मजागरुकता भनेको आफ्नो सोच, भावना, क्षमता, कमजोरी तथा मूल्यबोधको स्पष्ट ज्ञान हुनु हो भनेर लेख्न सकिन्छ। 5औं नम्बरको प्रश्न छ नेपालमा पञ्चायत शासन प्रणालीको उदय किन भयो, 1 वाक्यमा लेख्नुहोस् भनिएको छ। नेपालमा पञ्चायत शासन प्रणालीको उदय 2017 सालमा भयो। राजतन्त्रको पुनर्स्थापनापछि बहुदलीय प्रणालीको सरकार अस्थिर भएकाले र राजा महेन्द्रले आफू केन्द्रित शक्ति स्थापित गर्न चाहेको कारण उदय भएको पाइन्छ। 2टा कारणले पाइन्छ भनेर लेख्न सकिन्छ। 6औं नम्बरको प्रश्न छ शारीरिक रूपमा अशक्त नागरिकको सशक्तिकरण गर्न राज्यले खेल्ने कुनै 2 भूमिकाहरू उल्लेख गर्नुहोस्। शारीरिक रूपमा अशक्त नागरिकको सशक्तिकरण गर्न राज्यले खेल्न सक्ने कुनै 2 भूमिकाहरू समान अवसरहरूको सहितको शिक्षा तथा रोजगारीको व्यवस्था मिलाउने र अपाङ्ग मैत्री पूर्वाधारको विकासमा चाहिँ जोड दिने कुरा हुन सक्छ भनेर उत्तर लेख्न सकिन्छ। 7औं नम्बरको प्रश्न छ हेरौं। तपाई एक किशोर वा किशोरी हुनुको नाताले आफ्नो कर्तव्य पालना कसरी गर्नुभएको छ, 1 वाक्यमा लेख्नुहोस् भनेर सोधिएको छ। उत्तरमा तपाईले यसरी लेख्न सक्नुहुन्छ म एक किशोर किशोरीको नाताले, अब किशोर वा किशोरीको हुनुहुन्छ को नाताले अभिभावक र समाजको सम्मान गरी नैतिक मूल्यहरूको अधीनमा रही है आफ्नो परिवार र समाज प्रतिको कर्तव्य पालना गर्दछु भनेर लेख्न सक्नुहुन्छ। 8औं नम्बरको प्रश्न छ अव्यवस्थित शहरीकरणको कुनै 2 चुनौतीहरू उल्लेख गर्नुहोस् भनेर भनेको छ। अव्यवस्थित शहरीकरणका कुनै 2 चुनौतीहरू 1 क मा छ वातावरणीय प्रदूषण तथा फोहोर मैला व्यवस्थापनमा समस्या, ख ट्राफिक जाम तथा ध्वनि प्रदूषणको वृद्धि भनेर लेख्न सकिन्छ। 9औं नम्बरको प्रश्न छ मानव संसाधन विकासलाई परिभाषित गर्नुहोस् भनिएको छ। उत्तरमा यसरी लेख्न सक्नुहुन्छ मानव संसाधन विकास भन्नाले व्यक्तिको ज्ञान तथा क्षमता दक्षता अभिवृद्धि गरी सामाजिक तथा आर्थिक विकासमा योगदान गर्न योग्य बनाउने प्रक्रियालाई बुझिन्छ भनेर तपाईले उत्तर लेख्न सक्नुहुन्छ 9औं नम्बरको प्रश्नमा।
10औं नम्बरको प्रश्न चाहिँ हेर्न सक्नुहुन्छ, नेपालमा गरिबी समस्या बढ्नुको कारक तत्त्वहरू अब केलाई मान्नुहुन्छ तपाईँले भनेर है। अब कुनै 2 तत्त्वहरू प्रस्तुत गर्नुहोस् भनेर भनेको छ। नेपालमा गरिबी समस्या बढ्नुको कारक तत्त्व म देखाएको 2 विषयलाई मान्दछु। क बेरोजगारी तथा सीमित आर्थिक अवसर, अनि खमा छ अशिक्षा तथा कमजोर शिक्षा प्रणाली भनेर उत्तर लेख्न सक्नुहुनेछ। 11औं नम्बरको प्रश्न चाहिँ हेर्न सक्नुहुन्छ, शिक्षामा रोजगारीको अवसरलाई कसरी समावेश गर्न सकिन्छ? अवसर भनेको छ अवधारणालाई 1 वाक्यमा लेख्नुहोस् भनेर भनेको छ। उत्तर लेख्दा यसरी लेख्नुहोला, शिक्षामा रोजगारीको अवधारणालाई व्यावसायिक तथा प्राविधिक शिक्षा, उद्यमशीलता विकास र व्यावहारिक तालिमलाई पाठ्यक्रममा समावेश गर्न सकिन्छ भनेर उत्तर लेख्न सक्नुहुन्छ तपाईँले। आजको लागि यति नै भिडियो प्रस्तुति। अब अर्को यसैको पार्ट 2, यस सेटको पार्ट 2 पनि फेरि अर्को एपिसोडमा हामीले लिएर आउने जमर्को गर्दै। कृपया यस्तै कन्टेन्टहरूको लागि वाच आउट गर्नको लागि तपाईँले हाम्रो युट्युब च्यानललाई लाइक, सब्सक्राइब र कमेन्ट गरेर तपाईँले हौसला प्रदान गरिदिनु होला, किनकि तपाईँले कमेन्ट पनि रेगुलर गरिराख्नु भएको छ, मलाई थाहा छ। तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु। आजको भिडियो प्रस्तुतिलाई यही समाप्त गर्दछु। हस्त। जय नेपाल।